पौडी खेल्न गइन्थ्यो ढाँटेर एउटै कट्टु लगाइन्थ्यो साटेर आज ती बालापन कहाँ गए तिमी त थियौ गाउँभरि छट्टुमा गोइ गुराइदिन्थ्यौ कट्टुमा सँगै सँगै घुम्नलाई जाम भन्छे अहिले पनि साटेर लाम भन्छे आज ती बालापन कहाँ गए सानो छँदा खेल्थ्यौ नि माटोमा यो सागरले मुतिन्थ्यो बाटोमा आज ती बालापन कहाँ गए रुखमा चढ्थ्यौ कट्टु नलाएर कुरी कुरी भन्थे म आएर आज ती बालापन कहाँ गए तिमीले फेरि बनतिर जाम भन्थ्यौ सन्चो मान्थ्यौ जता नि छाम भन्थ्यौ आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा पहिला भन्छु भन्थे कलाकार पो भए हो बाउआमाको माझैमा सुतिन्थ्यो कम्तीमा नि 3 लिटर मुतिन्थ्यो आज ती बालापन कहाँ गए जिन्दगीको यात्राका गोरेटोहरूका ती विषयवस्तु अनुभव र अनुभूतिका ती शब्दहरूलाई सङ्गीतको माध्यमबाट उतार्ने कार्यक्रम श्याम राणा युट्युब च्यानलको रमाइलो दोहोरीका साथमा आज पनि म कार्यक्रम प्रस्तुता सागर गुरुङ उपस्थित यानिकि हाजिर भइसकेको छु। आदरणीय दर्शकबिन, श्याम राणा युट्युब च्यानलमा कस्तो दोहोरी प्रस्तुत हुन्छ भनेर तपाईँ पर्खेर बसिरहनु भएको थियो। आज पनि धेरै कलाकारहरूका साथमा म उपस्थित भइसकेको छु। तपाईँ कहाँबाट हेर्ने तयारी गरिरहनु भएको छ, जहाँबाट जसरी हेर्ने तयारी गर्नुभए पनि हामीलाई यो करिब आधा घण्टाको समय तपाईँले साथ दिनुहुनेछ र आधा घण्टाको समय रमाइलो गर्छौँ र पक्कै पनि आजको यो समय रमाइलो बन्नेछ, सुन्दर बन्नेछ, सुमधुर बन्नेछ। कहिलेकाहीँ जिन्दगीका गोरेटाका कुराहरू हामी प्रस्तुत गर्ने गर्छौँ र आज पनि दोहोरी प्रस्तुत गर्नका लागि धेरै कलाकारहरू हुनुहुन्छ र आज दोहोरी प्रस्तुत गर्नका लागि मेरो बायाँतर्फको भागमा महिला कलाकार साथीहरू हुनुहुन्छ र यता मेरो छेउैमा रहनुभएको छ जालुमाया गुरुङ रहनुभएको छ। यहाँलाई हार्दिक स्वागत छ। र त्यसै गरी अर्को गायिकाको रूपमा हुनुहुन्छ वरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी दोहोरी फर्काउनका लागि रूपा घरती हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ। र यसै गरी अर्को गायिकाको रूपमा हुनुहुन्छ तारा थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी दोहोरीमा घम्साघम्सी प्रस्तुति गर्नका लागि रेणुका भट्टराई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भने र यसै गरी पछाडि पृष्ठभागमा रहनुभएको छ मिठो स्वर्गध्यानी कालिका रोगका हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी सँगै रहनुभएको छ रविन गुरुङ रहनुभएको छ। यहाँलाई पनि हार्दिक स्वागत छ। र यसै गरी उहाँहरूलाई साथमा हौसला थप्नका लागि साथ दिँदै हुनुहुन्छ प्रीति गुरुङ हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ। र यसै गरी जेनी थापा हुनुहुन्छ। त्यसै गरी रमिला र आराध्या हुनुहुन्छ। यहाँहरूलाई पनि स्वागत छ। र यसै गरी मेरो बायाँतर्फको भागमा रहनुहुने साथीहरूको परिचय खुलाइसकेपछि मेरो दायाँतर्फको भागमा पुरुष साथीहरू आज यहाँहरूसँग दोहोरी जमाउनका लागि उपस्थित भइसकेको छ। र यतिखेर भुइँमा जगटीमा बस्नु भएको छ रत्न श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी वरिष्ठ लोक तथा दोहोरी गायक आदरणीय दाई इन्द्रजीसी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। यसै गरी सुमन परियार यदि तम तयारी बस्नुभएको छ भने श्याम राणा आज दोहोरी फर्काउनका लागि कसिसक्नु भएको छ। र यसै गरी दोहोरीलाई अझ रौनक थप्नका लागि सागर बिसी तयारी रहनुहुन्छ। यहाँलाई स्वागत छ। र त्यसै गरी बालचन्द्र बराल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी पछाडिमा रहनुभएको छ सुभाष रेग्मी हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ। र त्यसै गरी विजय रसाइली हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ भने स्वरमा स्वर थप्नका लागि र दोहोरी फर्काउनका लागि उमेश भण्डारी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी आयुष भाइ हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ। र यसै गरी राजेन्द्र अछामी हुनुहुन्छ। यहाँलाई पनि हार्दिक स्वागत छ।
र यहाँहरू सबै कलाकारहरूको परिचय गरिसकेपछि आजको दोहोरी निकै रमाइलो पनि हुनेछ, घम्साघम्सी हुनेछ। आजको दोहोरी अलिकति रिले खालको हुनेछ आदरणीय दर्शकबिन। अब भने म वाद्यवादन साथीहरूको परिचयतर्फ लाग्छु र मेरो छेउमा रहनुभएको छ किबोर्डमा रहनुभएको छ उमेश श्रेष्ठ हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। भने मेरो पछाडिको भागमा रहनुभएको छ सारङ्गीमा पेन साइला हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। यसै गरी अक्षुबाडमा रहनुभएको छ बिलक गुरुङ हुनुहुन्छ, यहाँलाई पनि हार्दिक स्वागत छ। र बाँसुरीमा विष्णु राणाभाट रहनुभएको छ, यहाँलाई हार्दिक स्वागत छ। र यसै गरी जोरमादलमा रहनुभएको छ सङ्गीत मगर र इलेक्सन सुनवार हुनुहुन्छ, यहाँहरू दुवैजनालाई हार्दिक स्वागत छ। भने ढोलकमा साथ दिँदै हुनुहुन्छ शिव अनुराग रहनुभएको छ, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। अब भने आजको भाकातर्फ हामी लाग्छौँ र आज कुन भाकामा दोहोरी प्रस्तुत होला भनेर तपाईँ खुल्दुलीमा हुनुहुन्छ। यतिखेर भने निकै मिठो दोहोरी भाका हामी प्रस्तुत गर्छौँ। कता गए कहाँ गए होइन, कहिलेकाहीँ त्यही कुराहरू खोज्दै हुनुहुन्छ साथीहरू, त्यो बालापन खोज्दै हुनुहुन्छ। यही भाका तपाईँसँग प्रस्तुत गर्छु र यो भाकाका सर्जक हेमन्त रसाइलीलाई सम्झिँदै अब भने यो रमाइलो दोहोरीतर्फ तपाईँलाई लैजान्छु, हेर्दै गर्नुहोला। गुच्छा खेल्न थालियो बसेर आज ती बालापन कहाँ गए ठुलो भसी के भन्छस् भन्थ्यौ आमा डाक्टर बन्छु भन्थे कलाकार पो भए रत्न र म पलेटी खसेर गुच्छा खेल्न थालियो बसेर आज ती बालापन कहाँ गए चिनेर जानेर बच्चामा चाहिँ आन्देउली नेर बदली बालापन कहाँ गए ठुलो बसी के भन्छस् भन्थ्यौ आमा लाउरे बन्छु भन्थे कलाकार पो भए गुच्चा खेलम चिनेर जानेर बच्चामा चाहिँ आन्देउली नेर ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा लाउरे बन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा लाउरे बन्छु भन्थे कलाकार पो भए आज बाजी खै कसले तान्नी हो हार्यौ भने एक टोडके हान्नी हो आज ती बालापन कहाँ गए ठुलो भसी के भन्छस् भन्थ्यौ आमा डाक्टर बन्छु भन्थे कलाकार पो भए आज बाजी खै कसले तान्नी हो हार्यौ भने एक टोडके हान्नी हो आज ती बालापन कहाँ गए ठुलो भसी के भन्छस् भन्थ्यौ आमा डाक्टर बन्छु भन्थे कलाकार पो भए ठुलो भसी के भन्छस् भन्थ्यौ आमा डाक्टर बन्छु भन्थे कलाकार पो भए आहो गुच्चा हान्दै तिम्रै छेउ आउँछु मैले जिते कुखुरा झैँ भुत्लाउँछु आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा मास्टर बन्छु भन्थे कलाकार पो भए गुच्चा हान्दै तिम्रो
खत्रै छ आफ्नो ज्यान त जत्रा जत्रै छ आज ती बाला भन्का गए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे गाई गएको भए इन्द्रको पेटलाई छ खत्रै छ आफ्नो ज्यान त जत्रा जत्रै छ आज ती बाला भन्का गयो ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे गाई गएको भए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे गाई गएको भए अग्ली हुन जानिन बियरले सहर पछि पेट लायो बियरले आज ती बाला भन्का गए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए अग्ली हुन जानिन बियरले सहर पछि पेट लायो बियरले आज ती बाला भन्का गए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए आहो नुनिलो सानो यति त खाइएन पोटिज खनिज भिटामिन पाइएन आज ती बाला भन्का गए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे गाई गएको भए नुनिलो सानो यति त खाइएन पोटिज खनिज भिटामिन पाइएन आज ती बाला भन्का गए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे गाई गएको भए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा यसरी कोठार हालेर गर्नलाई त छैन हे आपको गेडो मुखैमा चपाइन्थ्यो बर्खा लाग्यो अलगोरु धपाइन्थ्यो आज ती बाला भन्का गए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए आफ्नो गेडो मुखैमा चपाइन्थ्यो बर्खा लाग्यो अलगोरु धपाइन्थ्यो आज ती बाला भन्का गए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए ठुलो भाषी के भन्छ भन्थ्यो आमा डाक्टर भन्छु भन्थे कलाकारको भए आहो सानो हुँदा तिमी हो मेरी लुकामारी खेल्न मन छ फेरि कहाँ बेकाला बना ठुलो मान्छे के भन्थ्यो भन्थ्यो आमा डक्टर भन्छु भन्थे कलाकारको भए सानो हुँदा भन्थ्यो मेरी लुकामारी खेल्न मन छ फेरि आज ती बाला भन्का गए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे कलाकारको भए ठुलो मान्छे के भन्छ भन्थ्यो आमा डक्टर भन्छु भन्थे कलाकारको भए हो पौडी खेल्न गइन्थ्यो ढाँटेर एउटै कट्टु लगाइन्थ्यो साटेर आज ती बाला भन्का गए ठुलो भाषी के भन्छस् भन्थ्यो बाबा डक्टर भन्छु भन्थे कलाकार पो भए पौडी खेल्न गइन्थ्यो ढाँटेर
एउटै कट्टु लगाइन्थ्यो साटेर आज ती बालापनका गए ठुलो बासी के भन्छस् भन्थ्यौ बाबा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो बासी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए हाहु तिमी त थियौ गाउँभरि छट्टुमा गोइ घुराइदिन्थ्यौ कट्टुमा तिमी त थियौ गाउँभरको छट्टुमा गोइ घुराइदिन्थ्यौ कट्टुमा सानो सासी के भन्छौ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए सानो सासी के भन्छौ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए आहो सँगै सँगै घुम्नलाई जाम भन्छे अहिले पनि साटेर लाम भन्छे आज ते बालापनका गए ठुलो बासी के भन्छस् भन्थ्यौ बाबा डाक्टर भन्छु भन्थे कलाकार पो भए सँगै सँगै घुम्नलाई जाम भन्छे अहिले पनि साटेर लाम भन्छे आज ती बालापनका गए ठुलो बासी के भन्छस् भन्थ्यौ बाबा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो बासी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए आहो खाजा खाँदा साथीकै छिनिन्थ्यो यति बेला रोपाइँमा हिँडिन्थ्यो आजका बालापनका गए ठुलो भाषी के भन्छौ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थ्यौ कलाकार पो भए खाजा खाँदा साथीको छिनिन्थ्यो यति बेला रोपाइँमा हिँडिन्थ्यो आज के बालापनका गए ठुलो भाषी के भन्छौ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छौ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए आहो घाम पानीले छेकेन कुनै दिन आज पनि झल्किन्छन् उनै दिन आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए घाम पानीले छेकेनन् कुनै दिन आज पनि झल्किन्छन् उनै दिन आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए आहो कहिले कता लाग्छ म फसे नि
मुई पाइन आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए सानो छँदा दुध दिन्थ्यौ खाइन आज मैले अमिलो मै पाइन आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए सानो छँदा खेल्थ्यौ नि माटोमा यो सागरले मुदिन्थ्यो बाटोमा आज के बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए सानो छँदा खेल्थ्यौ नि माटोमा यो सागरले मुदिन्थ्यो बाटोमा आज ती बालापन कहाँ गए ठुलो भाषी के गर्छ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ओइ तिमीले पनि रुखमा चढाउँथ्यौ रुखमा चढाइ स्यालको पाठ पढाउँथ्यौ आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा पाइलट भन्छु भन्थे कलाकार पो भए तिमीले पनि रुखमा चढाउँथ्यौ रुखमा चढाइ स्यालको पाठ पढाउँथ्यौ आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा पाइलट भन्छु भन्थे कलाकार पो भए रुखमा चढ्थ्यौ कटुना लाएर कोरी कोरी भन्थे म आएर आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए रुखमा चढ्थ्यौ कटुना लाएर कोरी कोरी भन्थे म आएर आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ओइ तिमीले फेरि बनतिर जाम भन्थ्यौ सन्चो मान्थ्यौ जता नि छाम भन्थ्यौ आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा पहिला भन्छु भन्थे कलाकार पो भए तिमीले फेरि बनतिर जाम भन्थ्यौ सन्चो मान्थ्यौ जता नि छाम भन्थ्यौ आज ती बालापन कहाँ गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा पाइलट भन्छु भन्थे कलाकार
कान बटार्थे मोटार बाइक भनेर आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए बाउको कानमा हिरो झै भनेर कान बटार्थे मोटार बाइक भनेर आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे खलासी पो भए सबलाई खुसी लाउन त लाउला ए फेरि त्यस्तो दिन आउला नआउला आज तिमीला मनका ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए सम्झ्यौ भने फेरि त्यस्तो दिन आउला नआउला आज तिमीला मनका भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए आहो औँसी पुण्य माउलामा जाने दिन अर्नी भन्दै प्यालो भात खाने दिन आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए औँसी पुण्य माउलामा जाने दिन अर्नी भन्दै पालो भात खाने दिन आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए ए आजै पनि याद आउँछ पहिलाको घर बनाउँथे मकैको खोइलाको रपनका गए ठुलो भाषी के भन्छ भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो भए अझै पनि याद आउँछ पहिलाको घर बनाउँथे मकैको खोइलाको बालापनका गए ठुलो भाषी के भन्छस् भन्थे आमा कलाकार भन्थे कलाकार पो भए के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे कलाकार पो आहो हामी नाच्थ्यौ बस्थे सब गाएर बुरुक बुरुक फरिया लाएर कति बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा गायक भन्छु भन्थे नराया पो लागे बस्थे सब गाएर बुरुक बुरुक फरिया लाएर आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा गायक भन्छु भन्थे नलायक पो भए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा गायक भन्छु भन्थे नलायक पो भए बिछोड भयो साथीको ग्याङबाट पोलो भन्दै दौडिन्थ्यौँ झ्याङबाट आज ती बालापनका गए ठुलो भाषी के भन्छस् भन्थ्यौ आमा डाक्टर भन्छु भन्थे
कम्ती मानी 3 लिटर मुतिन्थ्यो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा भन्छु भन्थे कलाकार पो बाबुआमाको माझैमा सुतिन्थ्यो कम्ती माने 3 लिटर मुतिन्थ्यो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा यता भन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यो आमा यता भन्छु भन्थे कलाकार पो भए हा हो स्कुलबाट स्याम्रामा हराउँथ्यो सरहरूले उठ्बा बस गराउँथ्यो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए स्कुलबाट स्याम्रामा हराउँथ्यो सरहरूले उठ्बा बस गराउँथ्यो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए हो चिन्ता थिएन निष्फिक्री पन थियो बालापनमै के हेर्ने फर्किने मन थियो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए चिन्ता थिएन निष्फिक्री पन थियो बालापनमै फर्किने मन थियो आज ती बालापन कहाँ गयो ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे कलाकार पो भए ठुलो भाषी के भन्छस् भन्थ्यो आमा डक्टर बन्छु भन्थे आज ती बालापन कहाँ गए भनिन्छ बगेको खोला र गइसकेको समयले पर्खिँदैन भन्ने गरिन्छ साँच्चै कहिलेकाहीँ झल्क आउँछ याद आउँछ ती बाल्यकालका सम्झनाहरू साथीभाइसँग डुलेका कुराहरू कहिलेकाहीँ बिठ्याइ गरेका कुराहरू पनि यो भित्र आउने गर्दछ त्यो झल्कोहरू आइरहन्छ कहिलेकाहीँ मेट्न सकिँदैन त्यही कुराहरू प्रस्तुत गऱ्यौँ पक्कै पनि यो दोहोरी सुनिसकेपछि तपाईँलाई ती बाल्यकालहरूका सम्झना तपाईँलाई पनि आयो तपाईँ यतिखेर कहाँ बसेर हेर्दै हुनुहुन्छ र देश अनि प्रदेशबाट हेर्दै हुनुहुन्छ विश्वका विभिन्न कुनाबाट हामीलाई हेर्दै हुनुहुन्छ भने यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला मनपर्छ लाइक कमेन्ट सेयर गर्न पनि भुल्नुहुने छैन श्याम राणा युट्युब च्यानललाई र तपाईँको साथ निरन्तर रहनेछ यस्तै रमाइलो दोहोरीका साथ हामी पक्कै पनि आउँछौँ यतिखेरसम्म साथ दिनुहुने कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद त्यसै गरी वाद्यवादनमा रहनुहुने साथीहरूलाई पनि मुरी धन्यवाद त्यसै गरी क्यामेरामा रहनुहुने साथीहरू अमेश प्रवेश र शङ्करलाई पनि धेरै धेरै धन्यवाद दिँदै त्यसै गरी प्राविधिक रूपमा साथ दिनुहुने अर्जुनलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को श्रृङ्खलामा तपाईँ र मेरो भेटघाट यस्तै रमाइलो दोहोरीका साथमा रमाइला विषयवस्तुका साथमा भेट हुने बाचासहित आजलाई भने कार्यक्रम युनिट र म कार्यक्रम प्रस्तुता सागर गुरुङ यहाँहरूसँग बिदा माग्छु हेर्दै गर्नुहोला हामीलाई हस् नमस्ते।